Hello and namaste everyone, welcome back to my channel. Hope सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु है। सो गाइज आज चाहिँ हामी काठमाडौँ नजिकैको एउटा बेस्ट प्लेस घुम्ने ठाउँ जाँदैछौँ। त्यो चाहिँ अहिले सोसल मिडियातिर हुन्छ नि, इन्स्टाग्राम टिकटकतिर बवाल भाइरल छ। चेकिङ रहेछ यहाँ। सो हाम्रो चाहिँ सबै सामग्रीहरू छ हामीसँग, मिररदेखि लिएर डिभी किलर सबै छ। चेकिङमा परिन्छ कि परिँदैन होइन, टेन्सन छ गाइज। बच्यो गाइज बच्यो, त्यही पनि हामीसँग सबै छ त। सो यो गाइज यहाँ त एकदम रिक्स हुन्छ क्या, कुन बेला चेकिङ हुन्छ थाहा हुन्न क्या। चेकिङ परेन क्या त्यही पनि सबै छ गाइज हामीसँग, मिररहरू सबै हो। यो मैले चाहिँ किन यस्तो भने लुज छ क्या, यो अलिकति गुड्दा यस्तो भाङ्गिन्छ अनि आफूलाई नै रिक्स हुन्छ भनेर मैले यो लगाएको हो। त्यो सिटीतिर मात्रै झिक्छु क्या म, यो अरू त नर्मल पाराले चलाउँछौँ हामी, त्यस्तो केही छैन गाइज। अनि हाम्रो भाइ पनि आउँछ अहिले उता, भाइलाई पनि भेट्दैछौँ है। अस्ति यहाँ डेन्जर बाढी आएको थियो यार, यो चाहिँ हाम्रो गढस्थान भनेको डेन्जर बाढी आएको थियो अस्ति। हामीले एफइभी हान्यो भने हान्नै पाएन, अब नेक्स्ट टाइम हान्नुपर्छ दामीसित। मजा आउँछ गाइस, पेट्रोल ओभरफ्लो भइरह यो पालबाट। ओभरफ्लो भयो क्या पेट्रोल, केही होइन। अघि फुल हालेको थियो, अलिकति निस्किरहेको क्या गाइस। ल सब ठिक छ, जाउँ जाउँ। सो अहिले चाहिँ 5 जस्तो बजिसक्यो है। अब हामी चाहिँ हाम्रो सबै भ्लग अनप्लान्डै हुन्छ क्या, यस्तो घर बस्दा बस्दा झ्याउ लाग्यो। सो अब कन्टेन्ट नहाल्यो नि धेरै भएको थियो युट्युबमा। सो त्यही भएर हामी चाहिँ अब यहीँ नजिकै अहिलेको ट्रेन्डिङ ठाउँ त्यहाँ जाँदैछौँ गाइज। त्यहाँ गएर एफइभी ड्रोन सट हान्छौँ, खाजा पनि खाएको छैन। मिरर झिक्यौँ यहाँ है। छप्रीहरू त फ्लाइवे हान्छु मैले लाइ चाहिँ। सो भोक लाग्यो केटाहरू, खाजा पनि खाएको छैन, हामी खाजा पनि खान्छौँ होइन, चट्टा लाएर। तर यार 5 बजे पनि यस्तो गर्मी अचम्म लाग्दो क्या, 5 बजे नि गर्मी रे क्या। 5 बजे नि घाम लागिरह यार गाइज। अरू बेला डेन्जर पानी पर्थ्यो भने अहिले चाहिँ टक्क घाम लागिरह, त्यही भएर गर्मी छ क्या, गर्मी लस्टै। बाइक पनि हिट भइरह डेन्जर। यहाँ त हामी स्लो जानुपर्ने हुन्छ। कस्तो जाम हो क्या है, वाक्क लाग्दो। सो अब यहाँ चाहिँ हामीले कुदाउन मिल्दैन केटाहरू है, स्पिड लिमिट यहाँ 50 छ, हामी बिस्तारै जान्छौँ। सो गाइज अहिले चाहिँ यो हामी कहाँ आयो भने महालक्ष्मी स्थान आउँला। यस्तो गर्मी छ होइन, अब गोदावरी गएपछि चाहिँ यस्तो जाडो हुन्छ कि त्यो जङ्गल एरिया भएर चिसो हुन्छ क्या। सो यस्तो हात लगाइरह हामीले पनि, त्यहाँ छुट्टै चिसो हुन्छ, यस्तो फ्रेस भइन्छ। अहिले यहाँ गर्मीले मर्नु भइरहेको क्या, बाइकले पनि हिट हान्छ त्यस्तै होइन।
यहाँ ब्याग पनि बोकिरहेको छ यहाँ ड्रोन सन छ हाम्रो चट्टाबारामा त्यही गाइज यदि हजुरहरू नयाँ भ्युअर्स हुनुहुन्छ भने कृपया मेरो च्यानल चाहिँ लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला है त गाइज सो अब हाम्रो टार्गेट भनेर 10K हो गाइज होइन 10K चाहिँ पुऱ्याइदिनु पऱ्यो सबैजनाले नयाँ भ्युअर्सहरूले चाहिँ सब्सक्राइब हानिदिएर नोटिफिकेसन बेल आइकन पनि अन गरिदिनु होला सो धेरैजनाले चाहिँ मैले हेरेको बेल आइकन चाहिँ अन छैन क्या कतिजनाको चाहिँ सो त्यही हो गाइज बेल आइकन हानेर कमेन्ट गरेर यस्तो सपोर्ट हानिदिनु न है जस्तै बल कन्टेन्टहरू त आउँछ हाम्रो सो आज चाहिँ हामीले जोस् आज हामी जान्ला ठाउँ चाहिँ पहिल्यैदेखि भाइरल हो गाइज तर अहिले चाहिँ त्यहाँ बाटो दामी बनाएको छ क्या भ्यायो भने चाहिँ हामी माथि नै जान्छौँ फुलचोकी डाँडामा अब भ्याएन भने चाहिँ हामी त्यही ड्रोन सट एफएबी हान्छौँ यस्तो फ्रेस भइन्छ है सो त्यही हो गाइज अनि भ्यायो भने अझ हामी मार्बल डाँडा पनि जानेछौँ मजा आउँछ नि त त्यहाँ यहाँ चाहिँ अलिकति स्पिड लिमिट यहाँ 40 छ क्या अरे 40 कि 30 लास्ट टाइम हामीलाई यहीँ चिट काटेको थियो क्या सिधै जाने हो हामी ल सिधै हामी वहीँ जाउँ रे है खाजा खानुपर्ने पहिला जस्तो बोल्दै मलाई त गाह्रो भइरहेको क्या खाजा नआएर खाली पेट भएर होला गाई चाहिँ तर यो बाटो नि दामी पिच भएको है पहिला चाहिँ यस्तो बिग्रिएको थियो यो एरियाको बाटो अहिले दामी पिच भएको तर यो यहाँनिर आएपछि चाहिँ मलाई यस्तो सानो लाग्छ क्या यहाँको बाटो हेर्नु त अब यहाँनिर यस्तो सानो छ भने माथि बबाल ठुलो छ क्या बाटो दामी नै हो क्या बाटो हामी यो कुन ठाउँ आयो भन्दाखेरि हरिसिद्धि आइपुग्यो गाइज अब यहाँबाट धेरै होइन बाटो राम्रो छ एकैछिन हुन्छ यो बाइक चलायो भने त मलाई बोल्नै मन लाग्दैन यार राइड मात्र गर्न मन लाग्छ क्या कस्तो बोल्नै मन नलाग्ने क्या अब हुन्छ नि कुदाइरहनु मन लाग्छ गाइज के भन्नु राइडमै इन्जोय हुन्छ नि त गाइज आज हामी जाने ठाउँ चाहिँ अति बवाल छ एकदम पिसफुल छ इन्भाइरोमेन्ट त्यहाँको सो एकै ठाउँमा 3-4वटा डेस्टिनेसनहरू हुन्छ सो त्यहाँ गयो भने तपाईँहरू पनि धेरै ठाउँ जान सक्नुहुन्छ है त्यहाँनिर 1, 2, 3, 4वटा छ क्या डेस्टिनेसन हामी बवाल ड्रोन सट नि हान्छौँ है एफपी पनि हान्छौँ बब्बाले हुन्छ ल लगभग हामी अब गोदावरी आइसक्यो है पानी पऱ्यो भने चाहिँ बिजोक हुन्छ गाइज बिजोकै हुन्छ पानी पऱ्यो भने चाहिँ पानी चाहिँ नपर्दो छैन त्यति हो हामीलाई चाहिएको के हो यहाँ ब्याङ्क रहेछ गाइज कुमारी ब्याङ्क रे है ल यहाँको बाटो फेरि अति बवाल छ यार गाइज गोदावरी आयो है गाइज फाइनली के हो के हो आएन गोदावरी आइसक्यो होइन के हो हानुमा पुलिस बाटो त डेन्जर दामी लाग्छ क्या मलाई यहाँको रोड चाहिँ गाइज उता माथि चाहिँ दामी के बन्दो रहेछ यार गाइज उता माथि क्या दामी होटेल हो क्या बवाल बन्दो रहेछ यार शीतल भयो एकछिन कुदायो पछि चाहिँ फाइनली गोदावरी आयो केटाहरू फाइनली गोदावरी आइपुग्यो गाइस हामी जब मास्तिर जान्छ है को यहाँ र माथि होला माथि हाम्रो भाइ चाहिँ आउँदैछ यहाँ मार्बल डाँडा यहाँ हो कि अरे यता गोदावरी माथि फुलचोकी साथ सकिन लागेको छ गाइस पहेँलो भइसक्यो पहेँलो
पायो जो नि हामी माथि जान्छ सिधै ल आयो केटाहरू आयो ल भाइहरू आयो के छ है जाउँ माथि यहाँ आएपछि म भइलो भने होइन जाडो भइसक्यो क्या मलाई अब किन रोक्नु है के को लागि रोक्यो त्यहाँ कन्फ्युज भयो गाइज आमामा क्राउड यो गाइज ल क्राउडहरूमा मैले इन्स्टामा हाल्दा त 6 लाख भ्युज आएको थियो त्यतिखेर केही थिएन अहिले त प्याक भइसकेको छ केटाहरू सो हामी यहीँनिर रोक्छौँ एकछिन यही हो ठाउँ आजको गाइज धेरै मान्छेहरू आउनु थालिरहनु गाइज अहिले चाहिँ यता होइन हामीले चाहिँ यहाँनिर ड्रोन सट हान्नु पर्ने हुन्छ एफपिभी र ड्रोन सट हामी यहाँ केही खानेकुरा किन्नेछौँ सो यहाँ चाहिँ हामी खाजाहरू किन्दैछौँ हामी चाहिँ एफपिभी हान्न जाँदैछौँ है यहीँनिर यहाँबाट चाहिँ हो बबाल सट हुन्छ हामी यहाँबाट हो अति बबाल हुन्छ यारमा यहीँ बस्छु यहीँ यहाँ बस्छु होइन अति बबाल हुन्छ यार काहीँ पनि छैन उयो सन्जो तारहरू काहीँ पनि छैन होइन बिस्तारै लाने तर ऊ त्यो एउटा नि यस्तो त्यो धागो बाने नि यस्तो त्यहाँ मात्र हो अरू त छैन ल बाइकको हालत यस्तो हो नयाँ हेडलाइट देख्न सक्नुहुन्छ सबै नयाँ हो के हो कि यो नयाँ हो ल हामी एफपिभी हान्छौँ है त रेडी भइसक्यो फ्लाइटको लागि यहाँ हाम्रो फ्लाइट हुन्छ पानी पऱ्यो भने त झ्या हुन्छ है सब्सक्राइब गरिदिनु है गाइज युट्युब च्यानल लिरन ब्लग रिमोट हान्दैछौँ हामी भाइहरू चाहिँ त्यहाँ खाजा किन्न गएछन् खाजा किनेर आउँदैछन् अनि हामी यहाँ यसले एफपिभी हान्छ अनि मास्टर जान्छ भनौँ तर खतरा है हुन्छ बाटो दामी यो त ठिक्क हो क्या लगाइ चाहिँ हामी चाहिँ फेरि अब मासतिर जाँदैछौँ है सो यहाँ चाहिँ हामीले सन्जोगले एफपिभी हान्यो अब माथि जङ्गलतिर यसो हेरौँ सो के हो मासतिर जाउँ न कस्तो बाटोहरू हेरिदिउँ होइन यहाँ चाहिँ बाटो एकदम चिप्लो हुन्छ यहाँ रोडहरू सो बिस्तारै जानुपर्ने हुन्छ डिस्टर्ब हान्नु न सबलाई सबलाई डिस्टर्ब हान्ने सो हामी यहाँ चाहिँ बिस्तारै जान्छौँ पानी नै पानी यो जङ्गलको बाटो अति बवाल छ खतरा बाटो पिच भइसकेको छ केटाहरू बोल्नै मन लाग्दैन क्या मलाई यस्तो पिच आयो भने हाम्रो अर्को चाहिँ कहाँ हो आउँदै अब एउटा जङ्गल राइड केटाहरू अस्ति न हामी होइन टक्क भाइहरूसँग आउँदा
यो बाटो यस्तो अफरोड थियो यो त अति बब्बाल बनाइदिएर यार माथि त घाम लागिरहेको रहेछ यार ल जङ्गल राइड यार राइड गर्नु म त तल त्यो जङ्गलले गर्दा अँध्यारो भएर चाहिँ म त राति भइसक्यो क्या हो भने त यहाँ दामी रहेछ त डट बाइकहरू भन्दा यस्तो अर्को बाइकले चाहिँ मजा आउँछ यार ओइ के गर्छ दामी चिप्लिन्छ अरे यहाँ त दामी चिप्लिन्छ यार आमा कुदाउनु नि यहाँ त ओ अति बवाल है बवाल टायर चिप्लिनेको रिक्स चाहिँ हुन्छ क्या यस्तो पानीमा चिप्लिन्छ यार माया बा अति बवाल यो चाहिँ फुलचोकी जाने डाँडा हो क्या हामी त्यतै जाँदैछौँ मासतिर के छ भने हेरिदिउँ होइन सो यो त नगरकोट जाने भाइब्स छ है के भयो यहाँसम्म त पिज हो क्या हो लौ मे यहाँसम्म मात्र पिज रहेछ यहाँबाट माथि गइदिएर एकचोटि हेरेर आउन कहाँसम्म पिज रहेछ सो लगाइ यो बाटो फुल्ली पिच त छैन यहाँसम्म मात्र पिच रहेछ ल यहाँबाट त फुल्ली अफरोड है ल यहाँबाट चाहिँ पिच छैन गाइस सब अफरोड छ यहाँबाट त फेरि के हो ढलान छ त सो ल गाइज म चाहिँ यहाँसम्म मात्र आएँ केटाहरू तल खन अब एक्लै त के जानु होइन म यसो हेर्न आएको यो पिज अफरोड रहेछ माथि त केही छैन होला सायद सो म यहीँबाट फर्किने छु केटाहरूबाट जान्छु एक्लै त के जानु हो यस्तो जङ्गलमा सबै अफरोडै रहेछ जान त मिल्थ्यो अब हामी ड्रोनबाटै हेर्छौँ एफपिभीबाटै सो तलै गइदिउँ न त होइन माथि त केही रहन्छ ढलान र अफरोड रहेछ